यदि गुरुमा 14 गते सम्पन्न भएको पवित्र पूजामा सहभागी भई बिताएका केही अविस्मरणीय क्षणहरू र यो दिन मनमा विशेष आनन्द र शान्ति पनि लियो र भगवानको आशीर्वाद सधैँ सबैमाथि रहिरहोस्। योभन्दा अघि चाहिँ हामीले ग्यासी पूजा, दमङ पूजा र आफ्नो परम्परा अनुसार छाङबे पूजा गरेको भिडियो हालेको थियौँ र आज चाहिँ हामी याङ पूजा गर्दैछौँ र याङ पूजा भन्नाले घर परिवार वा व्यवसायमा समृद्धि, शुभ फल र ध्यान ध्येय र सौभाग्यको वृद्धि होस् भनेर गर्ने पूजा हो। याङ पूजाको मुख्य उद्देश्य भनेको घरमा शुभ ऊर्जा ल्याउने, धन सम्पत्ति र समृद्धिको वृद्धि हुने कामना गर्ने र बाधा अडचन र अशुभ प्रभाव हटाउने र परिवारको सुख शान्ति र श्रेष्ठको कामना गर्ने। अहिले चाहिँ हामी बिब्लाटा आइपुगेको छौँ र हाम्रो लामा गणेश शिव र लामा दावा चाहिँ न्युनेको लागि केही सघाउहरू किन आउनुभएको रहेछ र अहिले चाहिँ हामी माबुतर्फ जाँदैछौँ। र यहाँबाट चाहिँ लामा नगिन पनि हामीसँग छुटेर घरतर्फ जाने हुनुहुन्छ। फाइनली हामी चाहिँ गुम्बा आइपुग्यो र गुम्बा आइपुग्दा भाइहरू फुटबल खेल्दै हुनुहुँदो रहेछ र उहाँहरूलाई चाहिएको केही सामानहरू चाहिँ हाम्रो कृष्ण दाइले पठाउने गर्छन् र कृष्ण दाइले पनि सजिलोसँग ल्याइदिनुहुन्छन्। र बेलुकाको समयमा हाम्रो लोकेन छिरिङद्वारा चाहिँ भाइहरूलाई पठाइँदैछन्।
अबको भिडियो फेरि पनि युनिक आउनेछ र अब चाहिँ फाइनल भिडियो आउनेछन् है।